कोनिचिवा मिनासान। हेलो नमस्ते एभ्रिवान। आज मैले यो कि खान्जीबाट बन्ने केही 10 वटा खान्जीहरू लिएर आएको छु है त। सबभन्दा पहिला नम्बर 1 को कि अर्थात् ट्री। कि अर्थात् ट्री को खान्जी। त्यसै नम्बर 2 मा दुईवटा कि मिलेर हायासी को खान्जी बन्दो रहेछ। दुईटा कि एउटा दुईटा उस्ता उस्तै दुईटा कि को खान्जी मिलेर हायासी को खान्जी बन्दो रहेछ। हायासी भनेको चाहिँ काठ अर्थात् जङ्गल, वन जङ्गल अर्थात् काठको खान्जी बन्दो रहेछ। नम्बर 3 मा माथि एउटा कि को खान्जी, तल दुईटा कि को खान्जी। एउटा दुईटा तीनटा तीनवटा कि को खान्जी मिलेर मोरी को खान्जी बन्दो रहेछ। मोरी है, मोरी भनेको चाहिँ के हो त? फरेस्ट, वन जङ्गल। हेर्नुहोस् त, यो पनि रुख, यो पनि रुख, यो पनि रुख। रुखै रुख भएको ठाउँ के हो त? वन जङ्गल, फरेस्ट हो। यो चाहिँ याद गर्न एकदम सजिलो छ यो खान्जी। जङ्गलै जङ्गल हो, रुखै रुखको ठाउँलाई जङ्गल भनिन्छ। एउटा दुईटा तीनटा कि मिलेर मोरीको खान्जी बन्दो रहेछ। मोरीको अर्थ के रहेछ? फरेस्ट अर्थात् वन जङ्गल, जङ्गलको खान्जी। यो पनि बन्दो रहेछ। नम्बर 4 मा हो, नम्बर 4 मा यो कि को खान्जी र अर्को यस्तो खान्जी मिलेर के बन्दो रहेछ? मुरा। नम्बर 4 को खान्जी के हो त? मुरा। मुरा भनेको के हो त? गाउँ, भिलेज है। त्यसै नम्बर 5 मा जाउँ। नम्बर 5 को खान्जी के हो त? कौ। कौ अगाडिको यो कि को खान्जी भइहाल्यो र पछाडि चाहिँ अब यो माथिको खान्जीलाई छोडेर तलको खान्जी चाहिँ यो चिचीको खान्जी हैन। अर्थात् यो खान्जीसँग चाहिँ कि को खान्जी मिलेर आएको छ र यसलाई के भनेर उच्चारण गर्नु पर्दो रहेछ त? कौ। कौ भनेको चाहिँ स्कुल है, स्कुल हो यो, विद्यालय को खान्जी भन्छ। नम्बर 6 मा हेर्नुहोस् त। नम्बर 6 को खान्जी चाहिँ के भयो? यहाँ पनि अगाडि आएको छ कि को खान्जी है र पछाडि अरू नै खान्जी आएको छ। यो मात्रलाई त तपाईहरुले ओन्नाको खान्जी भनेर पढ्न सक्नुहुन्छ र अगाडि कि को खान्जी आएको छ। अर्थात् यो के को खान्जी बन्यो त भन्दा साकुरा। साकुरा। साकुरा भने त तपाईहरुले सुन्नुभएकै छ, पढ्नुभएकै छ हैन। साकुरा भनेको फुलको नाम अर्थात् चेरी ब्लोसम। चेरी ब्लोसम, चेरी फुल, चेरीको खान्जी अर्थात् साकुराको खान्जी। नम्बर 7 मा हेर्नुहोस्। नम्बर 7 मा यो कि को खान्जी भइहाल्यो र उतापट्टि गएर यो खान्जी अरू नै खान्जी भयो हो। अर्थात् यो दुईटा खान्जीलाई हामीले के भनेर पढ्नु पर्दो रहेछ त भन्दा हाँसी। हाँसी। हाँसी भनेको के हो त? पुल, ब्रिज हो। पुल, पुलको खान्जी पनि बन्दो रहेछ कि को खान्जी मिलेर। अब नम्बर 8 मा, नम्बर 8 मा, नम्बर 8 को खान्जी यो त झन् भेरी इजी, धेरै सजिलो। यो हो होन। होन को खान्जी है, बुक को खान्जी। होन भनेको बुक भयो। बुक को खान्जीमा नि कि को खान्जी समेटेर आउँदो रहेछ हैन। र नम्बर 9 मा हेर्नुहोस्। नम्बर 9 मा चाहिँ हेर्नुहोस् त, यतापट्टि यो काताकानाको ई लेटरसँग चाहिँ कि खान्जी आएको छ हो। यो खान्जीलाई अब के भनेर पढ्नु पर्यो त? यासुमी। यासुमी भनेको चाहिँ बिदा, हलिडे, डे अफ हैन। बिदाको दिन, छुट्टीको दिन हैन। तपाईको छुट्टी, बिदालाई चाहिँ यासुमी। र यो यासुमीको खान्जीमा पनि कि को खान्जी चाहिँ आउँदो रहेछ। त्यस्तै अर्को 10 नम्बरमा हेर्नुहोस्। अगाडि यो कि को खान्जी भयो र यता उता यता
यतापट्टि यो साइडमा चाहिँ हेर्नुहोस् त अलिकता गाह्रो खान्जी छ होइन। सुरुवातमा तपाईँहरू भर्खरै सिक्दै गर्नुभएको होला त अलिकति गाह्रो लाग्छ, तर अलि एडभान्समै सिक्नुभएको होला त अब इट इज भेरी इजी होइन। जे होस् यो खान्जी चाहिँ के खान्जी रहेछ त भन्दा मोकुयोबी। हेर्नु त यो खान्जीलाई हामीले कीको खान्जी माथि जो छ नि कीको खान्जीलाई अब यहाँ प्रोनाउन्सिएसन गर्दाखेरि मोकु होइन, मोकु योबी, योबी बार, बारको खान्जी बन्यो होइन मोकुयोबी अर्थात् थर्सडे बिहिबारको खान्जीमा पनि अगाडि के को खान्जी आउँदो रहेछ त भन्दा कीको खान्जी आउँदो रहेछ। अब योभन्दा अझै अरू पनि खान्जीहरू बन्न सक्छ यसको, तर अहिले तपाईँहरूले यदि यो कीको खान्जीबाट यो 10वटा खान्जी चाहिँ यसरी यसरी बन्दो रहेछ, यो खान्जीहरू हुँदो रहेछ भनेर तपाईँले आजको दिनमा चाहिँ यति 10वटा खान्जी याद गर्नुभयो भने एकदमै बेस्ट है, एकदमै राम्रो। यसलाई तपाईँहरूले राम्रोसँग हेर्नुहोस्, राम्रोसँग प्र्याक्टिस गर्नुहोस्, सिक्नुहोस् है त। ल फेरि म अरू खान्जीहरू लिएर फेरि आउनेछु, त्यतिन्जेलसम्मको लागि थ्याङ्क यू भेरी मच फर वाचिङ।